नमस्कार, म विनोद अधिकारी। म लगायत मेरो संस्थालाई लागेको आरोपको विषयमा उब्जेका शङ्का र प्रश्नहरूको निर्माण होस् भन्ने हेतुले नै यहाँहरूको माझमा यो अडियो लिएर आएको छु। चियामा रक्सी मिसाएको, ढोका ढकढक्याएको, तपाईँलाई घाटा हुन्छ भनेर थर्काएको, घर घरमा खाना खान लगेको र होटलमा नराखिएको, कार्यक्रम कन्ट्र्याक्ट विपरीत गएर आयोजकसँग रकमको माग गरेको, जुन कुराबाट विवाद उत्पन्न भएको। र योभन्दा अगाडि म कार्यक्रमको उद्देश्यको बारेमा केही थप प्रश्न पार्न चाहन्छु। जब हामीले कोभिडलाई जितिरहेका थियौँ, त्यस पछाडि मेरो मानसपटलमा एउटा फरक खालको एउटा सोच आयो कि जसले घरदेश र परदेशलाई जोड्ने एउटा अभियान सुरु गर्नुपर्छ र सँगसँगै त्यसले मेरो व्यवसायलाई पनि थप ऊर्जा दिन सक्छ भन्ने हिसाबले मैले अब हाँस्छ अमेरिकाको, त्यसबाट अब नाच्छ अमेरिका, त्यसबाट अब सुन्छ अमेरिका र अहिलेको यो अन्तिम कार्यक्रम अब गाउँछ अमेरिकाको परिकल्पना गरे, जसले गर्दाखेरि धेरै नेपाली भाषीहरूको बिचमा यो कार्यक्रम लिएर जान सफल भयौँ। काठमाडौँ स्थित अमेरिकन एम्बेसीबाट हाम्रो इन्टरभ्यू क्लियर भइसके पछाडि अ, हामीले निर्धारित समयमा प्लेनको टिकट लिइसकेका थियौँ र पासपोर्ट कलेक्सन ढिलो भए पछाडि चाहिँ अब हामीले त्यो दिन सुरुको दिनको फ्लाइटको डेट चाहिँ ढिलो भइसके पछाडि हामीले 13 लाखको हाराहारी हामीले चाहिँ लस्ट गऱ्यौँ र भोलिपल्ट पासपोर्ट आयो। पासपोर्टमा अर्को दिन सेकेन्ड डे फ्लाइट गर्नु पर्दाखेरि हामीले अर्जेन्ट टिकट काट्नु परेको कारणले गर्दाखेरि अर्को थप 9 लाख रुपियाँ हामीले एक्स्ट्रा चाहिँ हामीले पे गर्नु पर्यो र कलाकारहरूलाई सही समयमा कार्यक्रमको दिनमै हामीले न्युयोर्कमा हामीले ल्यान्ड गरायौँ। उहाँहरूलाई न्युयोर्कमा हामीले होटलको व्यवस्था गरेका थियौँ र उहाँहरू होटलमा आराम गर्नुभयो। बेलुका कार्यक्रम एकदमै भव्य, एकदमै सभ्य, एकदम राम्रो भयो र एकजना कोही मान्छे उहाँ चाहिँ अहिले टिकटकमा मिस नेपाल भनेर चिनिनु हुँदो रहेछ। उहाँ चाहिँ आउनुभयो एलिनाजीको रिक्वेस्टमा र उहाँले आएर प्रस्ताव गर्नुभयो कि हामीलाई हाम्रोमा डिनर खान आइदिनु पर्यो भन्नुभयो र गायिका एलिना चौहानले भनिसके पछाडि ल ठिक छ भनेर हामी गयौँ। तर उहाँले आफ्नो घर नलागिकन अरूको घरको लागि प्रस्ताव गर्नुभएको छ। पछि चिन्जान भयो, एकदम आत्मीय हुनुहुन्थ्यो, उहाँले राम्रोसँग सत्कार दिनुभयो। हामीले त्यहाँनिर हामीले डिनर खायौँ। त्यो पहिलो डिनर थियो, हामीले कहीँ बाहिर गएर डिनर खाएको चाहिँ। बिहानीले एउटा राम्रो सुरुवातको सङ्केत गर्छ भने चाहिँ न्युयोर्कको कार्यक्रम भव्य भइसकेपछि त्यहाँबाट हामी डालस, अस्टिन राम्रो भयो प्रोग्राम। त्यस पछाडि हामी नाग्रा फल्सतिर लाग्यौँ। नाग्रा फल्स गएको दिन हामी राति नसुतिकन त्यहाँ पुग्यौँ। बिहानको अर्ली मोर्निङ फ्लाइट थियो, लेट हाम्रो एउटा भव्य सभ्य कार्यक्रम भयो, त्यहाँ हामी गयौँ। गए पछाडि जब हाम्रो डिमान्डहरू बढ्न थाल्यो, सर्ट टाइम फ्रेममा हामीसँग जुन प्रोग्रामको जुन स्तरीयता देखिए पछाडि डिमान्ड बढी भयो। त्यस पछाडि हामीले अलरेडी हामीले उहाँहरूलाई ब्रिफिङ गरिसकेका थियौँ। इस्ट कोस्ट हामी चाहिँ ड्राइभमा मात्रै हिँड्छौँ है भनेर हामीले त्यो कुराहरू अलरेडी हामीले स्केड्युल गरिसकेका थियौँ। सोही अनुसार हामीले हिँड्यौँ। हामीसँगै रहनुभएको कलाकार हरिकला लम्सालजीको स्वास्थ्य अवस्थामा समस्या आए पछाडि उहाँले नेपाल फर्किने निर्णय गर्नुभयो र सो अनुसार फ्लाइ नेपाल ट्राभलले जम्मूको फर्किने एकोमोडेसन तय गर्यो। तर त्यो बिचमा एलिनाजीले उहाँको पुरानो रोग बल्झियो भनेर उहाँको बारेमा सोसियल मिडियामा लेखिदिनु भयो र कलाजीले त्यो गुनासो गर्नु। त्यस पछाडि चाहिँ नभन्न भनेर अनुरोध थियो, जुन मैले पनि एलिनाजीलाई आग्रह गरेँ। तर उहाँले मैले राखिसकेको स्टाटस हटाउँदिन, मेरो पेजको मोनिटाइजेसनमा असर गर्छ भनेर मोनिटाइज गेन भएको डाटा नै देखाउनु भयो। त्यो उहाँको व्यक्तिगत निर्णय थियो र संस्थागत हिसाबले मैले केही भन्न मिल्ने, दबाब दिन मिल्ने खालको परिस्थिति थिएन। कार्यक्रम गर्दै गर्दा नेपालमा जिएनजीको आन्दोलनले गर्दाखेरि कार्यक्रम रोक्ने निर्णय भयो। त्यसमा कलाकार, स्थानीय आयोजक र हामी फ्लाइ नेपालको टिमले एउटा निर्णय गऱ्यौँ। यतिखेर हामीले तत्काल एउटा कार्यक्रम केही पनि नगर्ने भनेर हामीले हाम्रो एउटा बेस क्याम्प थियो, त्यो बेस क्याम्पमा हामी रेस्ट गरौँ भनेर हामी 12 दिन सम्पूर्ण कलाकार सहितको टोली हामी आएर बेस क्याम्पमा बस्यौँ र उहाँहरूले बिहानको ब्रेकफास्ट, दिउँसोको लन्च, बेलुकाको डिनर, लेडिज कलाकारलाई छुट्टै बस्ने व्यवस्था, छुट्टै रुम, केटा मान्छेलाई छुट्टै रुम, त्यो तरिकाले हामीले हाम्रो तर्फबाट व्यवस्थापन गरेका हौँ। नेपालको परिस्थिति त्यस्तै थियो। जिएनजीको आन्दोलन त्यही एउटा नयाँ उत्कर्षमा जाँदै थियो अनि त्यही क्रममा अब हामी कार्यक्रमको लागि जानुपर्छ भनेर ओहायोको एउटा स्टेटमा, ओहायो स्टेटको चाहिँ हामी एउटा सिटीमा पुग्यौँ। त्यहाँनिर चाहिँ स्थानीय अर्गनाइजर र
गायिका एलिना चौहानले हुक्का खान मनसाय गर्नुभयो भनेर मलाई अनुरोध आइसकेपछि ठिकै छ भन्ने मेरो आशय रह्यो र मैले अब्जेक्सन गरिनँ, किनभने उहाँहरूलाई अलिकति फ्रेस पनि बनाउनु पर्छ भन्ने उद्देश्यले हामीले लग्यौँ जहाँनिर म आफै पनि स्वयं थिएँ र त्यहाँ गइसके पछाडि अब त्यहाँ बस्ने क्रममा अथवा त्यहाँ खाँदै क्रममा चाहिँ मैले सुन्नमा के आयो भने त्यहाँनिर उहाँको चियामा पनि अलिकति रक्सी कसैले हालिदियो भन्ने खालको आशय आयो। त्यो आइसकेपछि त्यहाँ त्यो हाँसी मजाक पनि सक्यो र मैले चाहिँ एउटा के स्ट्यान्ड लिएँ भने यसरी नखाने मान्छेलाई यो जोक गर्नु हुँदैन भने त्यो त्यत्तिकैमा सकिएको थियो। र भोलिपल्ट पनि मैले फेरि उहाँहरू स्थानीय अर्गनाइजरहरूलाई मैले यो चिजहरू कसले गरेको त्यो चिजहरू फेरि रिपिट गर्नु हुँदैन भनेर मैले उहाँहरूलाई सम्झाएँ र त्यो त्यत्तिकैमा सकिएको थियो। मैले त्यस पछाडि अरू मोनिटरिङ चाहिँ गरिरहेको थिएँ, तर मैले खास यो हो भन्ने कुराहरू मैले त्यति धेरै उसमा प्राथमिकतामा राखेको थिएन। सायद मैले त्यतिखेरै कुनै स्ट्यान्ड लिनु पर्थ्यो कि। यहाँ एउटा एकदमै अचम्मको एउटा प्रश्न चाहिँ के छ भने साथीभाइ मेरो आफन्तहरू भेट्न दिएन भन्ने जुन एउटा प्रसङ्ग आइरहेको छ, यसमा चाहिँ म के भन्न चाहन्छु भने गायिका एलिना चौहानजी दसैँ मान्नलाई उहाँ आफ्नो अङ्कलको घर जानु भएको हो। त्यो उहाँले हालेको विभिन्न भिडियोहरूमा पनि देख्छौँ, उहाँको आफन्तहरूले हालेको भिडियो पनि देख्छौँ। उहाँले खाइरहेकोदेखिको उठिरहेकोदेखिको बसिरहेकोदेखि रमाइलो गरिरहेको सबै चिजहरू छ। त्यसले गर्दा यो एकदमै निराधार छ जस्तो मलाई लाग्छ। र अर्को कुरा रह्यो, त्यसको केही दिन पछाडि हामी स्थानीय अर्गनाइजरहरूले चाहिँ एउटा खाना खान चाहिँ उहाँहरूको घरमा इन्भाइट गर्नुभयो। घरमा इन्भाइट गरिसकेपछि दसैँ मान्नुपर्छ, हामी सबैजना मिलेर रमाइलो गर्नुपर्छ भन्ने भइसकेपछि हामी सबैजना हाम्रो स्थानीय अर्गनाइजरको घरमा खाना खान गयौँ। घरमा खाना खान गइसकेपछि उहाँले हामीलाई हाम्रो एयरबिएनबी बसेको ठाउँमा उहाँले ड्रप गर्नुभयो। ड्रप गरिसकेपछि अब हामीलाई 3-4 घन्टा त छ, 3-4 घन्टा छ, 3-4 घन्टा त हामी यत्तिकै बस्नु सक्छौँ भन्ने खालको उहाँहरूको मनसाय भयो। मनसाय भइसकेपछि उहाँहरू बसिरहनु भएको थियो। गायक प्रताप दास, गायिका एलिना चौहान र स्थानीय 3जना चाहिँ आयोजकहरू त्यहाँ बसिरहनु भएको थियो। उहाँहरू गीत गाएरै बसिरहनु भएको थियो। त्यहाँ कसैले बाध्य पारेर ल गीत गा भनेको पनि होइन। र अर्को कुरा, ल तपाईँ आज बसेर गीत गाउनु पर्छ भन्ने खालको त्यो भाष्य कसैले प्रयोग गरेको पनि थिएन, किनकि उहाँहरू सामाजिक सञ्जालमा पनि जोडिसक्नु भएको थियो। साथीभाइ जस्तो व्यवहार भइसकेको थियो। र त्यो बिचमा नै रातिमा ढोका ढकढकायो भन्ने चिजहरू आयो। र जुन ढोका ढकढकायो भनेर जुन टेक्स्ट मैले बिहान उठ्दाखेरि देखेँ, त्यो देखेपछि म आफूलाई राम्रो लागेन। र राम्रो नलाग्दा नलाग्दै म उठेँ, देख्ने बित्तिकै अनि सुनिरहेको तल आवाज सुन्दाखेरि स्वयं एलिना चौहानले मेरै आफ्नै प्रसङ्ग निकालेर केही कुराहरू गरिरहेको मैले सुनिसके पछाडि म तल झरेँ। म तल झरिसके पछाडि के अरे रमाइलो गरेर बसिरहनु भएको थियो। त्यस पछाडि चाहिँ मैले बन्द गर्नुहोस् भने जब एलिनाको मैले त्यतिखेर रातिमा मैले टेक्स्ट देखेँ, टेक्स्ट देखिसकेपछि म आफैलाई पनि सही भएन। मैले सुत्न पाइनँ दाइ, मलाई यस्तो हल्ला उ गरेँ यताउति भनिसकेपछि मैले चाहिँ उहाँहरूलाई राइट अवे चाहिँ मैले यो चिजहरू नहुन पर्ने थियो, तपाईँलाई सुत्न नदिएको। तर त्योभन्दा अगाडि चाहिँ तपाईँ आफै हामी चाहिँ आज सुत्दैनौँ 3-4 घन्टा त हो नि भनेर त्यो खालको पर्सपेक्टिभ भएर उहाँहरू बसिरहनु भएको अवस्थामा तल झर्दाखेरि उहाँहरू लाहापाहा लाग्नुभयो। र उहाँहरूले त्यस पछाडि त्यो बेलामा केही पनि भएन, म झरेँ, फ्रेस भएँ र बिहानै मैले ड्राइभ गर्नुपर्ने भएकोले म आफै रेडी भएँ र जाने एयरपोर्ट जाने क्रममा गायक बद्री पङ्गिनी, गायिका एलिना चौहान, प्रताप दास र म स्वयं थियौँ। हामी 4जना मात्रै थियो। त्यो ड्राइभको ड्युरेसनमा चाहिँ हिजो यस्तो यस्तो भयो भनेर एलिना चौहानले भनिसके पछाडि चाहिँ मैले एयरपोर्टमा पुगेर व्यक्तिगत रूपमा उहाँलाई रिच गरेँ। के गर्नुभएको तपाईँले यस्तो एकजना लेडिज कलाकारको ढोका ढकढक गर्ने, बाथरुम जानलाई यस्तो अप्ठ्यारो पार्ने भन्ने कुरा गरिसके पछाडि चाहिँ उहाँहरूले होइन त्यस्तो होइन, त्यस्तो होइन, हामी सबैजना गीतै गाएर रमाइलो गरेर बस्ने नै भनेर उद्देश्यले मात्रै हामी बसेको हो भन्ने कुरा निस्के पछाडि म सुत्नुभन्दा जानुभन्दा अगाडिदेखि उहाँहरू बसिरहनु भएको र म सामान्य नै चलिरहेको छ, कुनै पनि एक्टिभिटिज नराम्रो भएको छैन है भन्नेमा म ढुक्क भएर सुने। किनभने उहाँहरूको चिन्जान पहिलोचोटि भएको अथवा मैले चिनेर लिएर आएको भन्दा उहाँहरू अलरेडी इभेन्ट पछाडि फेमिलियर भएर सोसियल मिडियामा उहाँहरू साथीभाइ भइसकेर आवासीय समझदारीमा कुराकानी बसिसके पछाडि मैले चाहिँ उहाँहरूलाई ठिक छ उहाँहरूको कम्फर्ट जोन छोडिदिनुपर्छ भन्ने उद्देश्यले चाहिँ त्यो जुन ढोका ढकढकाइयो भन्ने कुरा छ, त्यहाँनिर ढकढकाएको चाहिँ मैले ढकढकायो भनेको भोलिपल्ट मात्रै मैले थाहा पाएँ। सो र त्यस पछाडि चाहिँ यो चिज एक्सेप्टेबल छैन भनेर मैले उहाँहरूलाई भने। र स्वयं कलाकारहरूलाई अब आइन्दा यो चिजहरू दोहोरिने छैन। र तपाईँहरूलाई यदि अनकम्फर्टेबल भयो भने तपाईँले मलाई जानकारी गराइदिनु होला, अथवा म सुतिरहेको बेड गरिदिनु भयो भने पनि म उठ्छु, यानि त्यो भइसके पछाडि यो चिजहरू अब आइन्दा दोहोरिने छैन। अथवा स्थानीय आयोजकलाई हामी बसेको चाहिँ एयरबिएनबीमा उहाँहरूलाई एक्सेस दिने छैन भने पछाडि त्यस पछाडि हामीले कहीँ पनि त्यो चिजहरू दोहोरिन दिएनौँ। यो अलिकति घाटा हुन्छ भनेर मैले थर्काएँ भन्ने खालको प्रसङ्गमा चाहिँ म स्पष्ट पार्न चाहन्छु। हामी स्थानीय अर्गनाइजर केही घरमा, वान अफ द अर्गनाइजरको घरमा हामी बेलुका डिनरको लागि इन्भिटेसन थियो।
त्यो मङ्गलबारको दिन थियो। हामी कार्यक्रम सकिसके पछाडि हामी एक दिन डिनर खान गयौँ। डिनर खान गइसके पछाडि चाहिँ त्यहाँ समुदायको एउटा सम्मानित व्यक्तित्व पनि हुनुहुन्छ उहाँ, र उहाँको घरमा खाना खान गयौँ। खाना खान गइसके पछाडि त्यो चिन्जान हुने क्रममा चाहिँ गायिका एलिना चौहानको मामा घरको हजुरबा नै पर्नु हुँदो रहेछ। त्यो भइसकेपछि उहाँहरूको 3 पुस्तौली सबै कुरा उहाँले लेख्नु भएको भनिसक्यो, एउटा खालको आत्मीयता पनि भयो। हामी त्यहाँ बस्यौँ र खाना खाइसके पछाडि चाहिँ कलाकार साथीहरूको अनुरोधमा क्यासिनो जाने भन्ने कुरा भयो। हामी गयौँ र स्थानीय अर्गनाइजर, म स्वयं र पछाडि हामी हाम्रो तीनजना कलाकारहरू बस्नुभएको थियो। हामी जाने क्रममा चाहिँ के भइरहेको थियो भने एलेनाजीको चाहिँ घरमा एउटा संवाद, भिडियो कल संवाद भइरहेको थियो र भिडियो कल संवादमा चाहिँ उहाँले उहाँको आफ्नो व्यक्तिगत कुरा भइरहेको थियो। उहाँको चर्काचर्की चलिरहेको थियो। 4-5 मिनटसम्म त्यत्तिकै सामान्य नर्मली लिइरहेको थियौँ। त्यस पछाडि केही भइसके पछाडि चाहिँ हाम्रो स्थानीय अर्गनाइजरले अनि यसरी यो व्यक्तिगत कुराहरू धेरै कुराहरू गर्नु हुँदैन भन्ने आशयले उहाँले त्यो कुराहरू निकाल्नुभयो। त्यो कुरा निकालिसके पछाडि चाहिँ अनि त्यस पछाडि चाहिँ उहाँले के आवाज निकाल्नुभयो भने यो तेरो बिजनेस छैन, लाइक यो तिमीहरूलाई किन चाहियो, अथवा त्यो मै ह्यान्डल गर्छु भन्ने खालको त्यसरी चाहिँ उहाँले त्यो खालको वाद विवाद खालको सिचुएसन भइसकेपछि मैले चाहिँ त्यतिखेर के भनेको भने यसरी जो कोही मान्छेहरूसँग यसरी विवाद गर्ने होइन र यसले तपाईँलाई लङ टर्ममा राम्रो गर्दैन। म आफूले स्वयं भनेको, मेरो उद्देश्य भनेको कलाकार मात्रै भन्दा पनि उहाँहरूसँग म धेरै हिसाबले नजिक भइसकेको थिएँ। म एउटा अभिभावक भइसकेको थिएँ। उहाँहरू कलाकार मात्रै नभएर उहाँहरू मेरो आफ्नो परिवारको सदस्य भइसक्नु भएको थियो र त्यो बिचमा त्यति भने त्यस पछाडिको अडियो सबै बाहिर सार्वजनिक भइसकेको छ। त्यसले गर्दाखेरि यहाँमा धेरै स्पष्ट पार्न केही पनि आशय छैन र उहाँलाई कहिले पनि नराम्रो भन्ने अथवा नराम्रो गर्ने भन्ने उद्देश्यले हामीले केही गरेको पनि होइन। र हामी कार्यक्रम अन्तिम चरणमा थियौँ। मलाई राप्ती समाजका प्रतिनिधिहरूबाट मलाई कल आयो कि कार्यक्रममा एलिना चौहान आउनुहुन्न अरे भनेर प्रसङ्ग आयो। उहाँहरूको बिचमा भेटघाट भएछ र भेटघाट भइसके पछाडि चाहिँ उहाँले चाहिँ एक्स्ट्रा डिमान्ड गर्नुभयो, मलाई छुट्टै पेमेन्ट गर्नुपर्छ अथवा मलाई छुट्टै पैसा दिनुपर्छ भन्ने एउटा आशय राख्नुभयो भन्ने कुरा भयो। त्यस पछाडि मैले यसलाई किन यसो भइरहेछ भन्ने हिसाबले मैले उहाँसँग सम्पर्क गर्न प्रयास गरेँ र एउटा मिटिङ कल गरेँ। बेलुका 6 बजेको एउटा मिटिङ थियो। त्यसमा प्रताप दास र बद्री पङ्गिनी र स्थानीय आयोजकको एकजना प्रतिनिधि मात्रै हुनुहुन्थ्यो। त्यस पछाडि त्यसलाई कसरी सहज बनाउन सकिन्छ भन्ने हिसाबले मैले एउटा प्रयास गरेँ। तर उहाँले $3500 चाहिन्छ अनि यो पैसा भयो भने म स्टेज जान्छु, नत्र भने म जान्न भन्नुभयो र मैले चाहिँ आफ्नो स्ट्यान्ड चाहिँ कन्ट्र्याक्ट ब्रिज गर्न मिल्दैन, हामीले जुन खालको समझदारी छ त्यो समझदारी भन्दा बाहिर गएर मैले रकम दिन मिल्दैन। त्यसको प्रोसिडरहरू छुट्टै हुन्छ। त्यो चाहिँ युएसको ल भन्दा बाहिर गएर मैले कुनै पनि एक्टिभिटिज गर्न मिल्दैन भन्ने भइसकेपछि अब कार्यक्रममा बद्री पङ्गिनी र प्रताप दास मात्रै जाने, बरु म तपाईँहरूसँग भएको कन्ट्र्याक्टमा बरु अमाउन्ट चाहिँ घटाइदिन्छु भन्ने खालको भयो र हामी तयारी गर्दैथ्यौँ र सायद प्रताप दासले त्यस पछाडि कुरा गर्नुभयो र सम्झाउनु भयो होला उहाँ आउने भन्ने खालको कुरा निस्क्यो। ठिकै छ, सामान्य उहाँले बुझ्नुभयो होला भन्ने भयो। त्यस पछाडि म कार्यक्रममा बद्री पङ्गिनी र हामी 2 जना पुग्यौँ। उहाँहरू सबैजना कलाकार आइसक्नु भएको थियो र कार्यक्रमको दौरान कार्यक्रम सकिसक्यो। त्यस पछाडि चाहिँ उहाँले जुन मैले स्थानीय आयोजकले मलाई बुझाउनु पर्ने रकम चाहिँ कम आइसकेपछि यो के भयो त भन्दाखेरि उहाँले 2500 नलिकन स्टेजमा चढ्न मान्नु भएन। त्यही भएर उहाँलाई हामीले दिन बाध्य भयौँ भन्नुभयो। ठिक छ, मैले तपाईँहरूले लिएको केही छ भन्दाखेरि उहाँले मलाई एउटा स्लिप दिनुभयो, $2500 उहाँले साइन गरेको, उहाँले सिग्नेचर गरेको सबै कुरा साथ आइसकेपछि यो चाहिँ राम्रो भएन। मैले सबैलाई भने यो एकदमै यो राम्रो होइन, यसले लङ टर्म चाहिँ यसले राम्रो कसैलाई पनि राम्रो गर्दैन, यो राम्रो संस्कार पनि होइन भन्ने आशय मैले राखेको हुँ त्यतिखेर पनि र अहिले पनि म भन्छु। र त्यही चिजबाट चाहिँ यो अहिले सम्पूर्ण चिजको सुरुवात भएकै बिन्दु यही हो। त्योभन्दा अगाडि गायिका एलिना चौहानसँग कहिले पनि वाद विवाद गर्ने अथवा हामीले झगडा गर्ने त्यो चिजहरू भएको थिएन। र मैले त अझ उहाँहरूको म्युजिक भिडियो बनाउने तिहारको गीत राम्रो छ भन्दाखेरि मैले उहाँलाई सहयोग पनि गरेको हुँ र हामीले त्यो एउटा राम्रो एउटा प्रस्तुति पनि दियौँ होइन। त्यसले गर्दाखेरि एउटा राम्रो चिजहरू गइरहेको अवस्थामा एउटा कन्ट्र्याक्ट ब्रिज गर्ने र अहिले विभिन्न तरिकाले चाहिँ सामाजिक सञ्जालहरूमा अथवा मिडियाहरूमा जुन तरिकाले आएको छ र अझ त्योभन्दा अगाडि उहाँ टर्किस एयरलाइन्सको टिकट लिएर आफै जानुभएछ कि त्योभन्दा अगाडि चाहिँ कतार एयरलाइन्सको हामीले 2 वे फ्लाइट हामीले दिइसकेका थियौँ र उहाँ किन चाहिँ टर्किस एयरलाइन्समा जानुभयो त होइन। त्यो कुरा आफैमा एउटा ठुलो प्रश्न छ।
कन्ट्र्याक्ट ब्रिज गरिसकेपछि उहाँलाई त्यो सही भएन अथवा त्यो कारणले उहाँ जानुभयो अथवा केही पनि हामी अननोन भयौँ र आज अहिले यो अडियो रेकर्ड गरिरहँदाखेरि म भर्खरै पनि म प्रताप दासलाई विदा गरेर म आइरहेको छु। भोलि हाम्रो बद्री पङ्गिनीको फ्लाइट छ, उहाँ पनि जाँदै हुनुहुन्छ, नियमित सम्पर्कमा छौँ, हाम्रो नियमित कार्यअनुसार उहाँहरू फर्किँदै हुनुहुन्छ। सो त्यसले गर्दाखेरि सम्पूर्ण जति पनि सञ्चारकर्मी मित्रहरू हुन्छ सबै कुरालाई तथ्य सत्य बुझेर मात्रै कुनै पनि कुराहरू राखिदिनलाई म अनुरोध गर्दछु। हामी धेरै कुराहरू सिक्ने क्रममा छौँ, हामीले सबै कुरामा हामी आफै पनि पोख्त नहोला, तर हामीले सिक्दैछौँ भन्ने हिसाबले एकै अर्कालाई दोष लाउने र बाहिर आएर सामाजिकसँग छताछुल्लो पार्नुभन्दा अगाडि हामीले कम्तीमा यो चिजहरू भइरहेछ, हामीले यो गर्नुपर्छ है भनेर सुझाव दिन सक्यौँ भने एक्लै अर्कालाई हामीले स्वीकार्न सक्यौँ भने चाहिँ धेरै कुराहरू प्रगतिको बाटाहरू खोल्छन् जस्तो मलाई लाग्छ। यति भन्दै म बिदा हुन्छु। धन्यवाद।